कुरा काट्नेले काट्दै गर्छन्, जल्नेहरू जल्दै गर्छन् र गाली गर्नेहरूले गर्दै गर्छन्। त्यो प्रति तपाईँ ध्यानै नदिनुहोस्। तपाईको आफ्नो कदमलाई निरन्तरता अगाडि बढ्दै जानुस्। त्यही नै हो तपाईको सफलताको सिडी। त्यसरी नमस्कार, एसपी श्रेष्ठको तर्फबाट हेर्न सक्नुहुन्छ। यहाँलाई मैले भने जस्तै जग्गा लिएर आएको छु। हेर्नुहोस् त, भरतपुर महानगरपालिका चितवनको जग्गा हो। पार्वतीपुर कृष्ण चोकबाट 500 मिटरको दूरीमा मैले भने जस्तै 10 कट्ठा जग्गा लिएर आएको छु। हजुरहरूले प्लटिङको जग्गा त्यहाँ टुक्रा जग्गा लिन जानुभयो भने महँगो पर्छ भने यो जग्गा एकदमै मिलाएर आएको छ। पानी, बाटो, बत्ती, बिजुली, बस्ती सबै भएको ठाउँ हो भने जग्गा धनीले यसको मूल्य एकदमै सस्तो मूल्य भन्नुभएको छ। जम्मा प्रति कट्ठा 25 लाख भन्नुभएको छ भने त्यसमा केही नेगोसिएबल पनि छ। हजुरहरू एकचोटि भिजिटको लागि आउनुहोला। चित्त बुझ्यो भने कारोबारलाई अगाडि बढाउन सक्नुहुन्छ।